हेलो साथीहरू सम्पूर्णमा नमस्ते। यहाँहरूले देख्न सक्नुहुन्छ मेरो गाउँ घरतिरको दृश्य चाहिँ बर्खायामको समय अब बर्खाको सिजन चालु हुन लाग्यो र हाम्रो बर्खाको सिजनमा यतातिर चाहिँ लास्ट नै रमाइलो हुन्छ किनकि जताततै डाँडाकाँडा हरियाली हुन्छन्। एकदम शुद्ध हावा शुद्ध पानी चाहिँ हाम्रो यता पाउँछ। एकदमै भन्नुपर्दा हजुरहरूलाई हावा पनि एकदम चिसो हावा अनि ठन्डो पानी साथमा यस्तो छ हाम्रो यतातिर र सबै चिजमा रमाइलो लाग्छ। हुन त सबैलाई आफ्नो गाउँ चाहिँ सबैलाई रमाइलो लाग्ने नै गर्छ। यहाँहरूलाई म मेरो गाउँतिरको दृश्य पनि देखाउन चाहन्छु के छ कस्तो छ गाउँतिर यो सिजनमा कस्तो के काम गर्दैछन् भन्ने पनि हजुरहरूलाई भिडियो देखाउँछु। र किनकि घरभन्दा पनि बाहिर बस्ने मान्छेलाई घरपट्टिको धेरै नै माया लाग्छ र घरपट्टिको अलिकता फोटो भिडियो देख्दा पनि रमाइलो लाग्छ। त्यो कारणले म यहाँहरूलाई सबैतिरको दृश्यहरू देखाउन चाहन्छु र भिडियोलाई हजुरहरूले लाइक कमेन्ट सेयर गरिदिनु होला। त्यो सेयर गर्यो भने म यस्ता खाले भिडियोहरू चाहिँ बनाउने मलाई पनि हौसला मिल्छ र म यहाँहरूलाई यस्ता खाले भिडियो हरेक ठाउँका दृश्यहरू म यो दृश्य देख्न सक्नुहुन्छ। यो गाउँको यो चाहिँ बुढीनन्दा नगरपालिका 10 भित्र पर्ने यो 10 नम्बर वडाको गाउँ हो। साथै हजुरहरूले देख्न सक्नुहुन्छ यो अगाडि धेरै अगाडि यो चाहिँ कोल्टी बुढीनन्दा नगरपालिकाको नगर कार्यालय चाहिँ यो यतापट्टि छ अलि। साथै हजुरहरूले यहाँको दृश्य चाहिँ देख्न सक्नुहुन्छ किनकि हरियाली छ एकदमै रमाइलो छ। हजुरहरूले पनि भिडियोलाई लाइक कमेन्ट सेयर गर्यो भने यस्ता खाले भिडियोहरू हजुरहरू कहाँ पनि आउने गर्नेछन्। पुरा हरियाली छ किनकि हामीले घाँस दाउरा काट्न जाने हाम्रो वन चाहिँ वन भन्छ हाम्रोतिर जङ्गल चाहिँ यतापट्टि पर्छ। साथै यो हाम्रो कालाझगडा सिद्ध माताको यो मन्दिर हजुरहरूले देख्न सक्नुहुन्छ किनकि यता अलिअलि सेतो सेतो खाले दुईवटा देखाएको छ। यो हो कालाझगडा सिद्ध माताको मन्दिर चाहिँ। यो एकदमै पहाड को माथि छ। त्यहाँबाट हेर्दाखेरि सबै ठाउँतिर देखिने गर्छ। मातडीदेखि लिएर उता अगाडिपट्टिका सबै ठाउँहरू देख्न सकिन्छ त्यताबाट पनि। र यो बुढीनन्दा 9 भित्र पर्ने यो चाहिँ सामुदायिक वन। यो सामुदायिक वनबाट पनि एकदमै रमाइलो दृश्य देख्न सकिन्छ। घरहरू र साथै हजुरहरू देख्न सक्नुहुन्छ 2 सालभन्दा अगाडि जिप बर्खाको टाइममा चल्न गाह्रो हुन्थ्यो भने अहिले यहाँसम्म 2 सालपछि यहाँसम्म बस पनि पुगिसकेका छन्। बसमा अब यो पटक चाहिँ आउँदा बसमा पनि आइयो यो बाटो धेरै एकदमै पिच नभए पनि पिच हुने प्रयासमा पनि छ यो रोड। केही दिनपछि एकदम रमाइलो छ दृश्य चाहिँ हाम्रो गाउँघरतिरको। अहिले किनकि धुप लागेको हुँदा अलिकता राम्रो भिडियो नदेख्न सके पनि यहाँहरूले देख्न सक्नुहुन्छ। अलिअलि मुटुरो दृश्य भए पनि त रमाइलो छ हाम्रो गाउँघर। अहिले यो चाहिँ गहुँको सिजन जौ गहुँ फल्ने गर्छ हाम्रोतिर। जौ चाहिँ काटेर सकाइसकेको रहेछ। अब गहुँको सिजन चालु भयो। गहुँ काटेर पनि लगभग भ्याइसकेका छन्। गहुँहरू काट्ने सिजन चाहिँ चालु छ। त्यसपछि हाम्रो सिजन चाहिँ चालु हुन्छ धान रोप्ने खेत खन्ने हाम्रो त्यस्तो सिजन चालु हुन्छ र हामीले सबै किसिमका कामहरू गर्छौँ। धान टिप्ने धान काट्ने धान लगाउने खेत खन्ने हाम्रो यतातिरको सिस्टम रहेछ। साथीहरू देख्न सक्नुहुन्छ सबै किसिमका दृश्यहरू यहाँहरूलाई देखाएको छु। र यस्तै खाले गाउँघरको भिडियो चाहिँ हेर्नको लागि हजुरहरूले लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु होला भन्न चाहन्छु मैले। यो चाहिँ हाम्रो यो चाहिँ पाण्डुसिङ बजार पाण्डुसिङका सानसाना दोकानहरू देख्न सक्नुहुन्छ। त्यहाँदेखि यो स्कुल हो अनि यतापट्टि दोकानहरू छन्। हामीले हरेक किसिमको साबुन तेल सबै किसिमको किन्नको लागि हामीले त्यहाँ जानुपर्छ यो गाउँबाट। हेर्नुहोस् साथीहरू म यस्ता खाले हरेक किसिमका भिडियोहरू बनाएर म हाल्ने छु। हजुरहरूले साथ सपोर्ट दियो भने हस्।